सबैजना आरामै हुनुहुन्छ होला है सन्चै हुनुहुन्छ बहिनीहरू आज हामी कहाँ जानेछौँ हाम्रो यात्रा जानुमा हल्का है अब हाम्रो चाहिँ यहाँ के सुरु हुँदैछ स्विमिङ सोना पार्वती बहिनी कहाँ हेरेको ल अब सुरु है ल गाइस ल फाइनली हामी चाहिँ सोना स्टिम ज्याकुजी फिनिस गऱ्यौँ अब चाहिँ स्विमिङ पनि छ होइन स्विमिङ खेल्नु त अब कुन चरीको नाम हो म अनि यशोदा बहिनी हाम्रो पार्वती बहिनी मजाले खेलेर इन्जोय गर्नुभयो होइन अब म चाहिँ हामी चाहिँ अब सावर गरेर मसाजतिर लाग्दैछौँ इन्जोय गर्नुभयो बहिनीहरूले हजुरले गर्नुभयो ल इन्जोय गर्दैछौँ हामी चाहिँ आज I'm going to massage here. Finally, I have finished my body massage. Today's spa. I enjoyed. Finally, हामी चाहिँ सबै स्पा होइन एभ्रिथिङ मसाज सोना स्टिम सब गरेर घरतिर जानेछौँ होइन बहिनी पार्वती बहिनी उता वैदिक गर्दैछ है निस्किसक्यो साथीहरू हामी चाहिँ आज स्पा आएर होइन एकदम इन्जोय गऱ्यो सोना स्टिम होइन स्विमिङ खेल्नुभयो पार्वती बहिनी यशोदा बहिनी होइन इन्जोय गर्नुभयो मैले एकदम इन्जोय गरेँ कहिलेकाहीँ एकदमै फ्रेस हुनु पर्दो रहेछ होइन बिकज अफ यो विन्टर हामी चाहिँ समटाइम्स आफ्नो लागि पनि होइन हेल्थको लागि एकदम केयर गऱ्यो भने राम्रो हुँदो रहेछ आफ्टर दिस हामी चाहिँ अब एउटा भिडियो बनाउन गइरहेको छौँ सेम लुङ्गी गरेर यसपछि चाहिँ हामीले मजाले डान्स गरेर भिडियो बनाउने हो अनि थ्याङ्क यू सो मच फर हाम्रो भिडियो दिनुहुने यहाँको स्पाको स्टाफलाई पनि थ्याङ्क यू सो मच है थ्याङ्क यू ल है अब हामी चाहिँ स्पा अनि सोना स्विमिङ होइन गरेपछि एकदमै इन्जोय भयो फ्रेस भयो होइन यस्तो जाडो मौसममा इन्जोय गर्नुभयो बहिनीहरूले अनि त्यसपछि हामी कहाँ जाँदैछौँ अहिले गोर्खा तेज रेस्टुरेन्टमा किन आएको हामी यहाँ के खाने हो फिस करी ए अनि अरू के खाने हो वाइन पनि खाइयो अनि सुकम्या बहिनी र मनिराज भाइलाई थ्याङ्क यू सो मच ल हामी एकदमै इन्जोय गर्दैछौँ है ल फेरि भित्र जाने हो नि भर्खर भाइ होइन कि भित्र गएर मजाले इन्जोय गर्ने है त ल फाइनली हामी चाहिँ यहाँ गोर्खा तेज रेस्टुरेन्टमा आएर मजाले इन्जोय गर्दैछौँ हामी चाहिँ हल्का यहाँ तातो तातो टी पनि पियो होइन अनि यहाँ यशोदा बहिनी इन्जोय गर्ने हो अनि हाम्रो पार्वती बहिनी ल इन्जोय गऱ्यौँ होइन मिठो मिठो खाइयो होइन ल दामी भयो अब फेरि हामी हल्का डिनर पनि खाँदैछौँ यसपछि मजाले यहाँ आफ्नो स्पा होइन गोर्खा तेज रेस्टुरेन्टमा आएर हामी चाहिँ हल्का टी कफीहरू पनि पियो अनि त्यसपछि फेरि हाम्रो चाहिँ मेन कोर्स यस्तो मिठो मिठो यमी यमी डिनरहरू यस्तो थाली सेट होइन यस्तो यमी भएको छ यो डिनर हामी खाएर इन्जोय गर्नेछौँ आजको दिन चाहिँ एकदमै रमाइलो पनि भयो होइन स्पा गरेर मिठो मिठो खाना नान ब्रेडहरू होइन हाम्रो यो चाहिँ थाली सेट हो थ्याङ्क यू सो मच गोर्खा तेज रेस्टुरेन्ट मनिराज भाइ र सुकमाया बहिनीलाई एकदम इन्जोय गर्नुभएको छ सबैजनाले भाइ बहिनीहरू चाहिँ एकदम इन्जोय गर्नुभयो होला होइन ल थ्याङ्क यू सो मच गोर्खा तेज रेस्टुरेन्ट मनिराज भाइ र सुकम्या बहिनी हाम्रो आजको चाहिँ स्पा डे होइन एकदम इन्जोय गरेर यहाँ आएर एकदमै यम्मी यम्मी डिनर भयो मिठो थियो इन्जोय गर्नुभयो यशोदा बहिनी अनि पार्वती बहिनी इन्जोय गर्यो हो ल अनि के भन्ने ल भन्नु त थ्याङ्क यू सो मच दाइरा दिदीलाई मिठो खुलाकोमा यम्मी यम्मी थियो होइन यस्तो राम्रो थियो होइन थाली सेट अनि हामीले अरू के खायो होइन सबै अब यहाँ हाम्रो चाहिँ टीदेखि लिएर होइन अनि ल भन्नु त अरू के अरे सबै चिज पनिर थाली नान फिस करी होइन एकदमै मिठो थियो अनि
हाम्रो पनि एकदम फ्रेस भयो हैन अनि इन्जोय भयो हैन Thank you. ल अब हाम्रो चाहिँ यो मिनी भ्लग मन पर्यो भने के भन्ने रे भन्नु Like, comment, share गरिदिनुहोस् होला. सब्स्क्राइब हैन Subscribe. हामीलाई माया गर्नुहुने सम्पूर्ण साथीहरूलाई थ्यांक यू सो मच धन्यवाद.